ओइ तिमीहरूले थाहा पायौ फाइनली दृश्यम 3 रिलेटेड एउटा म्यासिभ अपडेट आएको छ। एज यु अल नो द्याट दृश्यम भनेको बलिउडको स्मार्टेस्ट थ्रिलर फ्रेन्चाइज मध्ये एक हो। ओरिजिनली यो मलयालम इन्डस्ट्रीबाट आएको एउटा कल्ट थ्रिलर स्टारिङ एक्टर मोहनलाल अनि त्यसको हिन्दी रिमेकमा चाहिँ अजय देवगन लिटरली आइकनिक नै बनिसकेका छन्। अब क्वेसन आउँछ रियल दृश्यम 3 कस्तो हुनसक्छ। केही प्रेडिक्सन अनुसार यो पार्ट अझै डार्क स्मार्टर अनि मोर साइकोलोजिकल हुनसक्छ। क्यारेक्टर्सहरूको वर्ल्ड फेरि पुलिस इन्भेस्टिगेसन प्लस न्यू ट्विस्टहरूसँग क्लास हुनसक्छ। र बिगेस्ट ट्विस्ट भनेको चाहिँ के छ भने सबै फ्रेन्चाइजको मध्ये एउटा फाइनल ट्रुथ रिभिल हुनसक्छ भनेर भनेको छ। उता एक्टर मोहनलालको चाहिँ एकदमै अवेटेड दृश्यम 3 क्लोजर हुँदैछ रिलिजतिर। अनि यता हिन्दी प्रोड्युसरहरूले पनि एक्साइटिङ रिलिजहरू चाहिँ रेडी गरिसकेको छ। त्यसपछि रिपोर्टेडली उनीहरूको टिमले अलमोस्ट 1.5 वर्ष रिसर्च गरेर राइटर्सहरूसँग भेटेर मान्छेहरूसँग डिस्कस गरेर फाइनली अफिसियल्ली यो मलयालम सिनेमामा चाहिँ उनीहरू इन्भल्भ भएका छन्। अब बिगेस्ट अपडेट सुन। अभिषेक पाठक जुन चाहिँ हिन्दी फिल्मको प्रोड्युसर हो उसले रिभिल गरेको छ कि अजय देवगनको दृश्यम 3 हिन्दी भर्जन 2 अक्टोबरमा रिलिज हुन्छ भनेर। एन्ड इफ यु नो दृश्यम यु वुड नो द्याट अक्टोबर 2 भनेको चाहिँ इजन जस्ट अ डेट। 2 अक्टोबरको क्या हुआ त भन्ने मेमोरिज इन्स्ट्यान्टली ट्रिगर हुन्छ। फ्यान्स अहिले एकदमै अलरेडी हाइपमा छन् किनभने दृश्यम फ्रेन्चाइज लिटरली सस्पेन्स मास्टर क्लास नै मानिन्छ। अब विजयको क्यारेक्टरले फेरि पुलिसलाई कन्फ्युज पार्न सक्सेसफुल हुन्छन् कि हुँदैनन् त तिमीहरूलाई के लाग्छ त? क्यान दृश्यम 3 बीट इट्स ओन सेट लेभल अफ एक्सपेक्टेसन्स? Let me know in the comment section below and write yes. So that's it for today. And तिमीहरू पनि म जस्तै बलिउड किरा भने don't forget to like and subscribe to my channel.